This is me Yogita Jaisi. Welcome to my YouTube channel Boss Mind Academy. आज हामी स्टडिजको सानो एउटा टपिक्सको बारेमा चाहिँ डिस्कस गर्न गइरहेका छौँ जसको नाम हो ग्राफिकल प्रेजेन्टेसन अफ डाटा। बेसिकली प्रेजेन्टेसन अफ डाटा चाहिँ 4 टाइप्सको हुन्छ। त्यहाँमध्ये चाहिँ ग्राफिकल प्रेजेन्टेसन अफ डाटा भनेको चाहिँ एउटा टाइप्स हो। ग्राफिकल प्रेजेन्टेसन अफ डाटा भन्ने बित्तिकै दायाँ बायाँ यताउता केही पनि नहेरेर ग्राफ बुझ्ने, ग्राफमा चाहिँ डाटाहरूलाई कसरी प्रेजेन्ट गरिन्छ, कसरी चाहिँ सेट गरिन्छ डाटाहरूलाई ग्राफमा या त डायग्राममा, त्यसैलाई नै के भनिन्छ ग्राफिकल प्रेजेन्टेसन अफ डाटा। यो चाहिँ एकदमै युजफुल हुन्छ। किन भन्दाखेरि ग्राफमा सेट गरेको डाटाहरूलाई चाहिँ छिट्टो अन्डरस्ट्यान्ड गर्न, त्यसपछि सजिलै इजी टु अन्डरस्ट्यान्ड अनि क्विक टु अन्डरस्ट्यान्ड होइन। त्यसपछि टाइम पनि कन्ज्युमिङ हुन्छ। त्यही भएर चाहिँ ग्राफिकल प्रेजेन्टेसन डाटा चाहिँ इम्पोर्टेन्ट छ। साथै चाहिँ यसले चाहिँ सेन्टर टेन्डेन्सी मेन मिडियम मोडलाई चाहिँ डिफाइन गर्न चाहिँ हेल्प गर्छ। यो चाहिँ बेसिकली 5 टाइप्सको हुन्छ। हिस्टोग्राम, फ्रिक्वेन्सी पोलिगन, फ्रिक्वेन्सी कर्भ, ओगिभ अनि त्यसपछि स्क्याटर पोल चाहिँ यो यसका टाइप्सहरू हुन्। आज हामी मेनली कुरा गर्न गइरहेको भनेको चाहिँ हिस्टोग्रामको बारेमा हो। हिस्टोग्राम भन्ने बित्तिकै हजुरको दिमागमा के आउँछ होइन, त्यही एकछिन इभ्यालुएट गर्नु अनि नोट पनि गर्दै अगाडि बढ्नु है। हिस्टोग्राम भन्ने बित्तिकै यो फिगर आउँछ दिमागमा। त्योभन्दा अगाडि चाहिँ सर्टकट डेफिनेसन बुझ्नको लागि चाहिँ के छ भनेपछि हिस्टोग्राम भनेको चाहिँ एउटा के हो, फ्रिक्वेन्सी डायग्राम हो। हिस्टोग्राम भन्ने बित्तिकै एउटा फ्रिक्वेन्सी डायग्राम हो जसको भित्र चाहिँ क्लास इन्टरभलहरू इक्वल्ली डिस्ट्रिब्युट भएको हुन्छ क्या। अनि त्यो चाहिँ कस्तो हुन्छ भनेपछि त्यो बार डायग्राम जस्तै हुन्छ, तर त्यसमा चाहिँ ग्याप हुँदैन। त्यो बारहरूको बिचमा चाहिँ ग्याप हुँदैन, त्यसलाई नै के भन्छ हिस्टोग्राम भनिन्छ। यो चाहिँ एकदमै एप्लिकेबल के बेला हुन्छ रियल लाइफमा भन्दाखेरि म्यानुफ्याक्चरिङ गर्दाखेरि मेसिनहरूका पार्टहरूले चाहिँ एकदमै काम गरिरहेको कि छैन, प्रोपर काम गरिरहेको छ कि छैन भनेर चाहिँ एनालाइसिस गर्न हेल्प गर्छ। साथै हेल्थ केयरमा पनि पेसेन्टहरू र पेसेन्टहरूले वेट गरेको टाइम एनालाइसिस गर्न हेल्प गर्छ। रिटेल सपहरूमा चाहिँ सामान किन्ने कस्टमरहरूको एज र तिनीहरूको पर्चेज क्वालिटीहरू एनालाइसिस गर्न हेल्प गर्छ। साथै फाइनेन्समा चाहिँ स्टकहरू चाहिँ ट्रेड कसरी भइरहेको भनेर चाहिँ पर्फर्मेन्स ट्रेडरको पर्फर्मेन्स इभ्यालुएट गर्न या त एनालाइसिस गर्न एकदमै महत्त्वपूर्ण या त हेल्पफुल हुन्छ हिस्टोग्राम। अब हिस्टोग्राम चाहिँ कसरी डाटा दिएको हुन्छ, हिस्टोग्रामलाई चाहिँ कसरी चाहिँ हामी ग्राफिकल प्रेजेन्टेसन अथवा ग्राफमा चाहिँ कसरी सेट गर्ने भनेर तपाईँहरूलाई म सिकाउँछु। अब के भन्दाखेरि चाहिँ यहाँ यो दिएको यो क्वेसन हो होइन, यो क्वेसनमा चाहिँ के भनेको छ भने चाहिँ यो चाहिँ मार्क्स हो, यो स्टुडेन्टहरूले ल्याएको मार्क्स हो। अनि यो भनेको चाहिँ नम्बर अफ स्टुडेन्ट्स जसलाई चाहिँ फ्रिक्वेन्सी भनिन्छ। अनि यो माथिको क्लास इन्टरभल भयो। अब यही चिजलाई चाहिँ हामी ग्राफमा सेट गर्ने। यो भनेको वाइ एक्सिस अनि यतातिरको एक्स एक्सिस होइन। अब चाहिँ के भन्छ भने चाहिँ सुरुमा यो माथिको यो 0 देखि 10 मार्क्स ल्याउने स्टुडेन्टहरू 8 जना छन् भन्यो। अब हामीले सुरुमा यहाँ के यतातिर चाहिँ क्लास इन्टरभलहरूको यो राख्यौँ, यो 10, 20, 30 यस्तो राख्यौँ। अनि यतातिर चाहिँ वाइ एक्सिसमा चाहिँ फ्रिक्वेन्सीहरू कति छ 2, 4 यो यस्तो राख्यौँ। अब हाइएस्ट कति छ यहाँ भने चाहिँ यहाँनिर 15 छ हाइएस्ट, अनि त्यही भएर त्यही अनुसार चाहिँ हामीले यहाँ 20सम्म राख्यौँ। अब जति पुग्छ है। अनि कसरी गर्ने भनेपछि अब ठ्याक्कै यहाँ ठ्याक्कै हेर्ने 0 देखि 10 मार्क्स ल्याउने स्टुडेन्टहरू कतिजना 8 जना। अब 0 देखि 10 मार्क्स ल्याउने स्टुडेन्टहरू कतिजना 8 जना। यहाँनिर ठ्याक्क यहाँनिर पोइन्ट दिने, ट्याक्क त्यसपछि स्केलले जोड्ने। फेरि कति भन्यो 10 देखि 20 मार्क्स ल्याउने स्टुडेन्ट कतिजना 15 जना। यहाँनिर 15 पऱ्यो है, ठ्याक्क। अनि यहाँनिर पोइन्ट दिने, ठ्याक्क जोड्ने। अनि 20 देखि 30 ल्याउने कतिजना 12 जना, ठ्याक्क 12मा राख्ने अनि ट्याक्क पोइन्ट दिएर जोड्ने। अनि फेरि 30 देखि 40 ल्याउने कतिजना 10 जना जोड्ने। फेरि 40 देखि 50 मार्क्स ल्याउने स्टुडेन्टहरू कति कमजना रहेछन् 7 जना हो। यसरी चाहिँ पल्टिने। अब यहाँनिर तपाईँहरूले अघि नै भने नि यहाँ चाहिँ ग्याप हुँदैन भनेर भने नि, यो बारहरूको बिचमा यहाँनिर ग्याप आएन नि त। ग्याप आएको भए त त्यो
अर्को भइहाल्थ्यो। तर यो यहाँ ग्याप आएन। मैले अघि नै भने नि डेफिनेसन भन्दा यहाँ आएन। हो यो त्यही भएर हिस्टोग्राममा यति नै डिफ्रेन्स छ कि बायोग्रामभन्दा। बार डायग्रामभन्दा हिस्टोग्रामको यति नै डिफ्रेन्स हुन्छ। अनि आउँछ यो के गरेको होला भनेर लाग्यो होला। यो क्वेसनमा कहिले कहिले मोड पनि सोधेको हुन्छ क्या, मोड भ्यालु निकाल्नुहोस् भनेर भनेको हुन्छ। त्यो बेलामा चाहिँ यो पोइन्टदेखि यहाँ जोड्ने, फेरि यो पोइन्टदेखि यहाँ जोड्ने, क्रस गर्ने। अब इक्विलिब्रियम पोइन्ट हुन्छ नि यो बिचको, त्यसैलाई चाहिँ सट्ट तान्ने। यहाँनिर जति पर्छ त्यो चाहिँ के हुन्छ, अनुमानित हुन्छ क्या। अनुमानित मोड यसमा कति आयो, 18 आयो। यति नै हो, सजिलो छ एकदमै, मजाले इजी भएर बुझ्नु होला। एकदमै सजिलो छ, आत्तिनु पर्ने कुरा छैन। यस्तै इन्फर्मेटिभ भिडियोहरू मन पराउनुहुन्छ, हेर्न चाहनुहुन्छ, अझै बुझ्दै जानुहुन्छ भने मलाई सजेसन दिनुहोला। साथै च्यानललाई चाहिँ सब्सक्राइब गर्न, लाइक गर्न र कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। थ्याङ्क यू।